तिमी कहाँ जाने अरे भनिदेऊ न बेबी वेलकम ब्याक टु आवर युट्युब च्यानल अनि अब हामी चाहिँ जानेवाला छ वेस्ट पोइन्ट मलमा जानेवाला छ है कहाँ जान्छ अरे किन कहाँ फेरि भन्नु न के भन्नु मलाई थाहा छैन के खाने त्यहाँ गएर चाहिँ सुनेन केएफसी खाने अरे वेस्ट पोइन्ट मलमा गएर सो अहिले चाहिँ किचनमा खाजा खानु बसिरहेको छ यहाँनिर हो अब खाजासाजा खाएर चाहिँ यहाँ निस्किन्छ त्यहाँदेखि तपाईँलाई एकैछिन त्यहीँ तपाईँ हेर्छु वेस्ट पोइन्ट मलमै अब चाहिँ हामी यहाँनिर उयो वेस्ट पोइन्ट मल पुग्छ झन् यसमा के भन्ने पठाइदिनु न अलि भएको भनेर के भन्नु यहाँबाट बस्दा हुनेछ लु उयो खोलेको छ यहाँ उयोहरू खोलेको छ है एसएनएमहरू खोलेको छ है ओइ सिलगढी जस्तो लागेन है यहाँ चाहिँ तपाईँहरू पनि आउनु सक्नुहुन्छ यस्तो दामी बनाएको रहेछ सिलगढी सेम सिलगढीको उयो जस्तै सिटी सेन्टरहरू जस्तो सेम उयो बनाउनु त जाउँ न उयो पेन्टालुन्स पनि रहेछ सिलगढी है सिलगढी आएको सेम फिल यस्तो दामी बनाएको रहेछ यो चाहिँ सिलगढीको जस्तै खालको बनाएको रहेछ हो अब चाहिँ तपाईँहरूले सबै कुरा एउटै जग्गामा पाउने भयो होइन अब माथि कुनैपट्टि गएको जाऊ 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 बहिनीलाई पनि गरम भयो जस्तो लाग्यो हो अघि गरम भयो अहिले फेरि बाहिर पनि चिसो भइहाल्छ नगर नि त्यस्तो किसिम न किसिम हालेको थियो नि कतिजनाले युट्युबरले यहाँ चाहिँ फुड कोर्ट रहेछ हो सबै एभ्रिथिङ पाउने रहेछ तपाईँहरूले कहाँ जानु अरे केएफसी खाने कि जाउँ न जाउँ हौ खोइ हेर्नुपर्छ अहिले दिन्छ होला नि पर्ख ल माग सो अहिले चाहिँ हामी यहाँनिर उयो मगाइरहेको छ हो केएफसी मगाइरहेको छ अनि अहिले चाहिँ टोकन नम्बर दिइरहेको छ वेट गर्नु भनिरहेको छ अब कति टाइम लाग्छ अरे बोलाउँछु भनेको छ सो अहिले चाहिँ हामी यहाँ छौँ जाउँ ल बाई चाहिँ केएफसी खाने भनेर चाहिँ भनेको थियो अस्तिदेखि त्यही भएर चार्ज लिएर आएको टाइम पाएर अहिले चाहिँ हामी यहाँ फुड कोर्टमा छ हाम्रो चाहिँ रेडी भएछ हो लिएर आउँदैछौँ यहाँ चाहिँ के छ त हो नि त टेस्ट हुन्छ नि ल के जाउँ न ल पकाउनु मिठो बेबी कस्तो लाग्यो बिमारीमा पुरा उयो भइरहेको छ नि त के खम भइरहेको छ कि अन्त उसलाई इन्जोय भइरहेको छ हेर्नुहोस् न यहाँबाट चाहिँ दामी देख्दैछ है गान्तोक चाहिँ है यस्तो दामी देख्दैछ के भएको र किचनमा के गरेको त्यस्तो चाहिँ उयो न किचनमा के गरेको तिमी ले ल आउँछौँ लेट्स गो डाउन किचनमा ल सो तपाईँहरूलाई आजको भ्लग यति नै कस्तो लाग्यो के लाग्यो कमेन्टमा भनिदिनुहोस् अनि तपाईँहरू पनि यहाँ आउनु सक्नुहुन्छ हो घुम्नु सक्नुहुन्छ यहाँनिर आएर चाहिँ फुड कोर्ट पनि देखाइदिइहालेँ अन्त के छ उयोहरू जग्गाहरू के अझै ओपनिङ रहेछ पेन्टालुन्सको ओपनिङ भएको छैन एउटा जग्गामा चाहिँ
त्यहाँ चाहिँ अहिले ओपनिङ भएर मात्रै अरे अहिले एकछिनमा ओपनिङ हुन्छ भन्दै थियो हो। सो हामी चाहिँ निस्किनु पर्ने भयो, त्यही भएर ऊ परको पेन्टुलेन्स चाहिँ अहिले ओपनिङ हुन्छ अरे कुनै कति बजीतिर। अन्त चाहिँ उसलाई चाहिँ जानु नमन परेको, अन्त त जानु नमन परेको होला नि। लु जाऊ फेरि जाने कलो, जाने कलो। सो आजको भिडियो चाहिँ यति नै, सबैले तपाईँलाई देखाइसक्यो के छ भनेर। सो तपाईँहरू पनि आएर इन्जोय गर्नुहोस्। हामी चाहिँ घुमिसकेर पनि निस्केको, अब चाहिँ गएको हामी चाहिँ यहाँ पनि केक उयो रहेछ, मजा आइरहेछ।